के पालिकामा भएको न्यायिक समितिले साँच्चीकै न्याय गर्छ त? तपाईहरुलाई के लाग्छ? अब मलाई यसमा लागेको मेरो अनुभवको आधारमा म तपाईहरुलाई यसको एन्सर भन्छु। अब तपाईहरुलाई कस्तो लाग्छ हैन? यदि तपाईहरुलाई भिडियो मन पर्छ भने भिडियोलाई लाइक, शेयर र रिपोस्ट गर्नु होला। अब हेर्नु है, न्यायिक समितिमा जम्मा 3 जनाको समिति गठन गरिएको हुन्छ हैन? अब त्यसमा चाहिँ 3 जना को बस्नुहुन्छ भनेदेखि एकजना चाहिँ उपप्रमुख अथवा भनौं उपाध्यक्ष चाहिँ संयोजकको रूपमा बस्नुहुन्छ र 2 जना चाहिँ सदस्य चाहिँ बस्नुहुन्छ त्यहाँ। अब त्यो 2 जना सदस्य भनेको चाहिँ प्राय वडा अध्यक्षलाई चाहिँ राख्ने गरिन्छ हैन? अब अरु पनि ठाउँमा चाहिँ किबा अरुलाई राख्नुहुन्छ के छ हैन? मलाई थाहा भएको चाहिँ मैले भनेको हो। अब त्यति भन्नेबित्तिकै के बुझियो भनेदेखि अब स्थानीय तहको कुरा आयो त्यो। अब स्थानीय तहमा चाहिँ अब कुनै झैझगडा भयो, कुनै अलिकति गाह्रो जटिलै भयो भने पनि त्यहाँनेरि न्याय गर्ने चान्स चाहिँ अलिक कमै हुन्छ। किन कम हुन्छ? किनभने त्यही 3 जना भनेको कस्तो व्यक्ति बसेको हुन्छ? अब त्यो पढे लेखेको होस् होइन त्यो त झन् छदैछ आफ्नो ठाउँमा हैन? त्यो त तपाईहरुले आफै बुझिहाल्नुहुन्छ। अर्को के छ भनेदेखि उहाँहरुलाई के लाग्छ भनेदेखि यदि मैले अहिले उसको पक्षमा बोले भने उ न्याय जोस उलाई न्याय दिलाउनु पर्ने। यदि मैले उसको पक्षमा बोले भने उबाट भोट त यति मात्र आउँछ, यताबाट मेरो त भोट बढी आउँछ भन्ने सोच हुन्छ क्या उहाँहरुको मानसिकता। र त्यो भोटको चक्करमा उहाँहरुले न्याय गर्ने चान्स कमै हुन्छ। फैसला चाहिँ गर्नुहुन्छ, कस्तो खालको फैसला प्राय गर्नुहुन्छ कि प्रायसो जुनमा चाहिँ दुई तर्फैबाट राम्रो बन्न सकौं हैन? दुई तर्फैको कुरा लिएर राम्रो बन्न सकौं त्यस्तो मात्र फैसला गर्न चाहनुहुन्छ उहाँहरुले प्रायसो। अलिक हल्का पनि जटिल छ तर न्याय समितिबाट गर्न सकिने छ भने उहाँहरु त्यसमा पर्नुहुन्न क्या, पर्न खोज्नुहुन्न। र आफूले फेरि हामी सक्दिनौं पनि भन्नुहुन्न। फेरि उहाँहरुले के भन्नुहुन्छ, त्यो केसलाई लम्ब्याइ दिनुहुन्छ क्या। त्यो जानी एक दिनमा फैसला हुने खालको हुन्छ, कहिलेका दुई पटक बोलाउँदैमा सकिने खालको हुन्छ त्यो फैसला। तर मान्छेलाई महिनौसम्म झुलाउने कार्य त्यहाँ गराउन खोजिरा हुन्छ र त्यो गराउने क्रममा मान्छे आफै थकित भएर, किनभने कतिपय अब स्थानीय तहमै कोही नागरिकताहरु सबै थोक भयो नि अलिकति परै बसिरा हुन्छ, अर्को जिल्लामा अथवा अञ्चलमा अर्को भनौं प्रदेशमा गएर बसिरा हुन्छ, त्यस्तो पनि हुन्छ। अनि त्यस्तो केसमा उहाँहरुले झुलाउन खोज्छ क्या। अनि त्यो झुलाउन खोजिसकेपछि त्यो अन्यायमा चाहिँ थाहा हुँदै क्या, किनभने त्यो फैसला गराउन भोलिको दिनमा भोट त पाउँदैन भन्ने हुन्छ। त्यस्तो मानसिकता हुन्छ क्या। त्यस्तो मान्छेलाई भोट दिने मान्छे पनि मूर्खै हो भन्ने बुझ्छु क्या म। त्यो न्याय समितिमा बस्ने लायकको होइन, त्यो चाहे उपप्रमुख होस् जोसुकै होस्, त्यस्तो मान्छेलाई पापी भनिन्छ। पापी, पैसाको चलखेल गर्न मात्र बसेको हुन्छ त्यस्तो मान्छे त्यहाँ। र त्यति मात्र होइन, त्यहाँ के हुन्छ भनेदेखि त्यहाँनेरि एक्स्ट्रा मान्छेहरु पनि बोलाएको हुन्छ, राखेको हुन्छ। त्यहाँनेरि जुन के गर्नलाई बोलाएको हुन्छ, राखेको हुन्छ, त्यो हल्ला उठाउनलाई क्या। त्यहाँ न्याय गर्ने बेलामा पीडितलाई अझै तनाव दिलाउनलाई, तनाव होस् भनेर त्यहाँनेरि हल्ला उठाउन मान्छे राखेको हुन्छ। र अर्को कुरा के पनि हुन्छ भनेदेखि त्यहाँबाट कमिसन फिट हुन्छ क्या जिल्ला अदालततिर प्राय वकिलहरुसँग क्या। म यो वकिल गर्दिन्छु ल केही कमिसन हुन्छ भन्ने टाइपको हैन। तपाई डाइरेक्ट जानु न अदालत, किनभने त्यहाँबाट कमिसन आउँछ। त्यो वकिलले पायो भने त्यो अनुसार यदि 1 लाख 2 लाख पनि खर्च गरायो भने त्यो अनुसार त कमिसन पाउने भयो। त्यस्तो सोच हुन्छ क्या मानसिकता। अब कतिवटा केस भने मैले, एउटा त पैसाको चलखेल गर्छ डाइरेक्टली, अर्को मान्छे खटाएको हुन्छ त्यहाँ भित्र यस्तो बाहिरको क्या फटाहरुलाई 1-2 जनालाई हैन। अनि त्यो भयो। तेस्रो भनेको डाइरेक्ट त्यहाँबाट पैसाको चलखेल त्यहाँ भित्रको मात्र भनेको हैन, फेरि अर्को पनि के छ तेस्रोमा चाहिँ डाइरेक्ट वकिलहरुसँग पनि लिंक हुन्छ क्या। अनि चौथो के हुन्छ, यो भोटको लागि उहाँहरुले गर्ने भनेको। त्यस्तो पापीहरु हुन्छ त्यो न्यायिक समितिमा। प्रायः सबै त्यस्तो हुन्छ भनेको हैन, तर धेरै जसो त्यस्तै हुन्छ। यो 4 वटा केस चाहिँ प्राय हुन्छ क्या। त्यही भएर यो न्यायिक समितिमा पनि न्याय पाउँछु भन्न चाहिँ अलिकति गाह्रै हुन्छ पीडितले चाहिँ। बरु जो अपराधी हुन्छ त्यसैले पाउँछ भन्न सकिन्छ बरु, किनभने पीडितसँग न पैसा हुन्छ न के हुन्छ, उले अझै अगाडि केस लान सक्दैन, लास्टमा हरेस खाएर ल आफैले साइन गरेर हिन्दिन्छ। अब तपाईहरुलाई कस्तो लाग्यो हैन, यो मैले मेरो अनुभव शेयर गरेको, मैले देखेको कुरा भनेको हो हैन। अब तपाईहरुलाई यदि भिडियो मन पर्यो भने भिडियोलाई लाइक, शेयर र रिपोस्ट गर्नु, साथै कमेन्ट पनि गर्नु है साथीहरु। हस्त, धन्यवाद।